एभ्रिवान, नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी जाँदैछौँ धान रोप्नको लागि। हाम्रो चाहिँ धान रोप्न सुरु भयो साथीहरू, त्यही भएर हामी चाहिँ धान रोप्न जाँदैछौँ। दिदी म नानी भएर, बाबा र आमा चाहिँ खेतमै हुनुहुन्छ अनि हामी चाहिँ घरबाट खाना खाएर नास्ताहरू लगेर जाँदैछौँ। हामीले चाहिँ अब रोप्न जान लागेको बिउ लाँदैछौँ। बिउ डोकोमा लाने फुटुटुतुरे हामीले चाहिँ यो रोप्सक्यौँ। अब यो बाँकी छ, माथितिर अलिकति छ, यतातिर पनि जोत्नुहुन्छ। के गरे हो? यताबाटै अब त्यहाँ एउटा मात्रै बाँकी छ। हामी चाहिँ अब बिउ
हामीले चाहिँ रोपिसकेर पनि अब घर जाँदैछौँ। नन्द भाउजूले मेरो हालत यस्तो बनाइदियो गाइस। अब हामी लागेको 6 बज्यो, हामी चाहिँ घर जाने हो। अब भोलि अलिकति छ, भोलि सकिन्छ। हामी चाहिँ अर्को दिन यति बाँकी छ भ्यू। यता छ, तलतिर छ। हामीले चाहिँ यहाँ भ्यू के अरे गोर्खानाथ। हामीले चाहिँ आज अर्को दिन रोप्नको लागि धानको भ्यू गर्दैछौँ। साथीहरू आज चाहिँ घाम चर्केको छ। रछि त त्यही भन्नु क्या अघि आज चाहिँ दिदी कालो हुनुहुन्छ रे। घामले डढेर झन् त कालो मान्छे। नानी कालो हुने कि सेतो? झन् त कालो मान्छे। दिउ त गरिन्छ यहाँ आज त। यहाँ नन्द भाउजू गाड्दिने रे, मैले गाड्छु भन्ने। अब यहाँ बाँकी छ अनि माथि बाँकी छ। त्यसको चिसो अब ऊ त बाँकी छ। हामीले चाहिँ सक्यौँ। यता केटा पछि हिँडेको रोड्दै त कुछ नहीं है। उता नानी टोलाइराख्नु भएको छ। यहाँ रोपिसक्यौँ। अब त्यो बाँकी छ। त्यसपछि हाम्रो यो वर्षको रोपाइ सकियो। दुईटा लगे फेरि। दामी देखा। चटपटे बनाउन लाग्नु बहा। चटपटे हुन्छ नि। हुन्छ बस। हामी चाहिँ धान रोपिसकेर फर्कियो। माखामा जोलेर छर्केर धान रोपिसकेपछिको अवस्था चाहिँ यस्तो छ हाम्रो खेतमा। योभन्दा तलतिर पनि खेत नै छ। त्यतातिर रोप्दैछ आज चाहिँ। तलतिर चाहिँ आज रोप्ने रहेछ। यता माथितिर चाहिँ सकियो। अनि त्यहाँ दुईटा छ। म चाहिँ अर्को दिन आएको। मकै थियो नि त अलिअलि। अनि त्यो मकै लिनको लागि आएको छु। अनि पानीहरू खै के गर्ने भन्नुभयो। अब म गर्छु। तलतिर गाईहरू पनि छ गोठमा। यस्तो छ हाम्रो धानको अवस्था अहिले यस्तो छ।